तलब वृद्धि 21% नै हो है, डाउट नहोस्, इन्सेन्टिभाइज गरेको। यहाँ त्यो पनि प्रश्न उठिरहेको छ नि, ढाँट्यो कि क्या हो? एउटा त देखेँ मैले, झुक्क्यायो, ढाँट्यो, त्यस्तो हुँदैन। 10% बेसमै भएको हो, बढेको बेसमा अर्को 10%। तर यो पर्फर्मेन्स रिलेटेड मेजर सुरु गर्नको लागि अहिले सबैले पाउँछन्, तर पछि रिफर्महरुपछि चाहिँ त्यो एडजस्टेबल हुन सक्छ। त्यसपछि दिइने प्रोत्साहन भत्ताहरु चाहिँ साँच्चीकै प्रोत्साहन नै हुनेछ, पर्फर्मेन्सकै आधारमा हुने हिसाबले छ। र यसअघि दिँदै आएको 5000 रुपैयाँ महँगी भत्ता पनि अझ गर्छ। त्यसैले एउटा भ्रम मैले यहाँ पनि गरेँ। र इम्प्लिमेन्टेसनलाई चाहिँ यो वर्ष हामीले शङ्काको सुविधा दिनुहोस्, हामी गर्न खोज्दैछौँ। भौतिक मन्त्रीको खटाई, प्रधानमन्त्रीको खटाई, अर्थमन्त्रीको खटाई, सबै विभागीय मन्त्रीहरूको खटाईले एउटा सन्देश दिइरहेको छ। We want to deliver. We have to deliver. त्यसैले म आशावादी छु कि यही सिस्टमबाट पनि हामीले त्यो औसतको त्यो मध्यावधि रिभिजन हुन्छ नि कहिले मार्चतिर हैन, त्यतिखेर चाहिँ यसपालि काम गर्नै सकिएन भनेर धेरै अहिलेको 21-24 लाई खुम्च्याएर 18-19 तिर पार्क गर्न नपरोस् भन्ने सचेतना मेरो आजैदेखि छ।